धेरैजना मानिसले परमेश्वर कहाँ पोखाउनु पर्ने हृदयहरू खालि मान्छे छिमेकीहरू कहाँ पोखाउँछ अनि झन् कुरा बिग्रेर जान्छ। कतिले फेसबुकको वाल सोसियल मिडिया एकदम दुःख पोखाउने ठाउँ बनाएको छ। तर म तपाईँलाई भन्न चाहन्छु, जब परमेश्वरको भोक तपाईँलाई लाग्नु थाल्छ अनि तपाईँले परमेश्वरमा मात्रै म त बिसाउने रहेछु, परमेश्वरमा मात्रै मेरो जीवन सार्थक हुने रहेछ भनेर जुन दिन बुझेर उहाँको उपस्थितिको तृष्णा र भोक तपाईँमा आउँछ नि, प्रेज द लर्ड, तपाईँको विजयको जीवन सुरु भयो। आमेन आमेन। त्यसको लागि हामी बनाइएका छौँ। अनि भोक लाग्नु र तिर्खा लाग्नु चाहिँ नेचुरल प्राकृतिक कुरा हो। जब तपाईँलाई शरीरमा तिर्खा लाग्नु र भोक लाग्नु छोड्छ, खाना रुच्न छोड्छ, त्यति बेला तपाईँले सम्झिनुहुन्छ पक्का पनि मेरो शरीरमा केही डिफेक्ट भयो, म बिरामी अवस्थामा छु। जब मान्छे शरीरमा बिरामी हुन्छ त्यहाँदेखि भोक लाग्दैन, उसलाई अमन हुन्छ खाना है। सो भोक नलाग्नुले के देखाउँछ? समथिङ इज रङ शरीरमा। जब हाम्रो आत्मामा पनि परमेश्वरको भोक लाग्नु हामीलाई छोड्छ, परमेश्वरको उपस्थितिको तृष्णा र हङ्गर हाम्रो आत्मामा हुनु छोड्छ, त्यसले एउटै कुरा जनाउँछ कि हाम्रो आत्मामा पनि बिमार छ, हाम्रो आत्मामा पनि कहीँ कतै बिमारी आएको छ। अनि जब त्यो स्थिति हाम्रो जीवनमा छ भनेदेखिलाई चाहिँ नि एकदम स्याड सिचुएसन हो त्यो। यसमा चाहिँ हामीले सिरियसली डिल गर्नुपर्छ। जब शरीरलाई भोक लाग्नु थाल्छ, मान्छेले जङ्क फुडहरू थुपार्नु थाल्छ, त्यहाँदेखि वाइवाईहरू, चिप्सहरू, चटपटेहरू भन्दा कतिलाई थुकाउँदै होला। अनि त्यहाँदेखि सलिड खास खानेकुराको भोक छैन, अनि अरू कुराले पेट भर्नु पर्यो, अनि त्यसरी स्टोन हुने, रोग हुने, बस त्यहाँबाट डायबिटिज हुने, त्यसरी सुरु हुन्छ। अनि आत्मामा पनि जब परमेश्वरको भोक लाग्नु छोड्छ, तब हामीलाई क्रिस्चियन भइरहनको लागि त्यहाँदेखि हामीलाई अब कार्यक्रमहरू चाहिन्छ। हुन त आज पनि कार्यक्रम नै हो यहाँनिर एक प्रकारले, होइन? तर यो चाहिँ तपाईँको हृदयभित्र भोक जगाउने एउटा ठाउँ भएको छ आज। हालेलुया। अनि त्यहाँदेखि क्रिस्चियन जीवन अघि बढाउनु अब पास्टर बाबु रिसाउँछ होला भनेर चर्च त जानै पर्यो, होइन? अनुहार एक हप्ता देखायो, हप्ताभरि आफ्नै धुनमा हिँड्नु छ, परमेश्वरले मलाई डिस्टर्ब नगरोस् भन्ने हिसाबले। तर शनिबार एक दिन त चर्च जानु छ, क्रिस्चियन हुँ भनेर कायम त राख्नु पर्यो, जङ्क फुड त खानु पर्यो आत्माले पनि। त्यो स्थिति हो भनेदेखिलाई चाहिँ म आज है म प्रार्थना मेरो यही छ, म उत्साह पनि दिन चाहन्छु। क्राई आउट टु द लर्ड। तपाईँको हृदयमा परमेश्वरप्रति त्यो हङ्गर आओस्, बिकज द्याट इज योर नर्मल, द्याट इज योर नर्मल स्पिरिचुअल स्टेट। परमेश्वरको उपस्थितिको तृष्णा, परमेश्वरको हङ्गर, परमेश्वरले मात्रै हाम्रो चित्त बुझ्छ भन्ने सत्यता हामीले बुझौँ है। परमेश्वरको चाहना के हो? स्वर्गमा बस्नुहुन्छ परमेश्वरले। अहिले